गाई पनि उधारमा किनेको भनेर मामा भनेर मनले सहन सकेन ल भनेर 60,000 फाल्यो। कति हो गाईको भनेको 60,000 भने ल भनेर 60,000 पनि फाल्यो। घाँस किनेको पैसा पनि दिन सकेन भन्यो ल त्यो बाँकी भएको पैसा ल भनेर दिएर आयो। घाँस किनेको पैसा पनि दिन सकेन भन्यो। उल्टो त्यो घाँसवालाले अनि केही पनि ल्याउनु भएन? छिटो भयो। लो मनोजलाई चाहिँ हेर ल एक्सन। भेना तपाईँ त रकेटको गतिमा गएर रकेटकै गतिमा आउनु भयो त। अनि केही पनि ल्याउनु भएन? पसल बन्द रहेछ कि क्या हो? तिमी चाहिँ ठीक हो नि ल अब म रकेटको गतिमा गयो रकेटको गतिमा आयो।